सो हेलो गाइस वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। र आज चाहिँ बिहानै उठेर म कहाँ जाँदैछु भनेदेखि चाहिँ आज बिहानै उठेर म दार्जिलिङ मन्दिर जाँदैछु डाँडा। र अहिले भने चाहिँ म लामाहट्टा पुगिसकेको छु। एकदमै चिसो चिसो मौसम छ है, तल त राम्रै दिन थियो र अहिले 6 माइल नाघेपछि चाहिँ हेर्नु सक्नुहुन्छ एकदमै तुवालो लागेर है केही छैन हो, अगाडि बाटोहरू पनि केही देखेको छैन। धुप्पी घारीमा कस्तो अँध्यारो भइरहेको थियो। भिडियोमा चाहिँ अलिकति राम्रो देखिँदो रहेछ, तर आँखाले हेर्दाखेरि चाहिँ अब एकदमै बाक्लो फगी लागिरहेको थियो है। अहिले चाहिँ गाडीबाट उत्रेर रिङ्कमा उकालो हिँड्दैछौँ हामी अरू। ल यहाँको त अन्त पार्किङ पनि छैन रहेछ त, अन्त पहिला त बाइक पार्किङ थियो त, अन्त गाडी पार्किङ गर्दैछु त। टन्नै बाइक पार्किङ थियो, अन्त गाडी पार्किङ। अहिले भने चाहिँ हामी चाहिँ चौरास्तातर्फ लागिरहेछौँ र यहाँनिर चाहिँ एकदम अहिले चाहिँ सिजन लागेको रहेछ हो। सिजन लागेर चाहिँ एकदम भिडभाड छ, यस्तो छ भिडभाड चाहिँ। यहाँ चाहिँ फोटो खिच्नेहरूको एकदमै भिडभाड छ। यहाँ त फोटोको लागि के भन्छ एकदम ट्रन लिनु पाउँदो रहेछ कि अहिले चाहिँ पुरा होपमा खिच्नुको लागि चाहिँ। र अहिले भने चाहिँ हामी चाहिँ एकदम चौरास्ता आइपुगिसकेको छौँ। चौरास्ता चाहिँ आज भने चाहिँ एकदमै खुल्ला रहेछ। सायद त्यो टाइम भएर होला, अहिले 12 बजीतिर चाहिँ हुन्छ होला भिड। अहिले भने चाहिँ एकदम खुल्ला शान्ति रहेछ कि। अहिले कति 10 त बज्यो, अहिले 11-12 बजीतिर चाहिँ भिड हुन्छ होला। म जानु न यता अब भने चाहिँ हामी मन्दिर आइपुगिसक्यो। पछि चाहिँ आमा हुनुहुन्छ, आमा पनि ब्ल्याकर भइसकेको छ हो। चाहिँ महाकाल मन्दिर ल। अहिले भने चाहिँ एकदमै दर्शन गरेर निस्किसकेको छौँ र हामीले दर्शन गरेर त कम्ती भिड थियो। अहिले चाहिँ हाम्रो बाटोमा चाहिँ पुरा भिड भइसकेको छ है। र अहिले भने चाहिँ हामी चाहिँ यहाँ धुप बालेर मन्दिरको वरिपरि 3 राउन्ड घुम्नुको लागि हामी हातमा धुप लिएर मनमा भगवान् सम्झेर है घुम्दै हिँडिरहेको छौँ। टिका लगाएर बाहिर हेर्न सक्नुहुन्छ यस्तो भइरहेको छ है, धुपहरू हेर्न सक्नुहुनेछ। र यहाँ बाँदरले चाहिँ यहाँ खोइहरू मतलब प्रसादहरू के चाहिँ यहाँ छोडिदिएको रहेछ, त्यो खाँदै रहेछ है। र अहिले भने चाहिँ यहाँ नन्दी गाईको त्यहाँनिर आएर चाहिँ यहाँ शिवलिङ्गमा दुध चढाएर यहाँ आमा छोरा चामलको टिका लगाएर खोर्लो घुमाउँदै 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 अघि गइरहेको छौँ। र यहाँनिर चाहिँ अलिकति भिड थियो, यहाँ सबैजना शिवलिङ्गमा पूजा गर्ने दुध चढाउने गर्ने गरिरहेको थियो र म अलिकति वेट गरेँ है। र मैले पनि मजाले अलिकति दुध चढाएर है शिवलिङ्गमा दुध चढाएर म पनि अब फेरि अरू सबैमा खोर्लो घुमाउँदै दुध चढाउँदै खोर्लो घुमाउँदै दुध चढाउँदै गरेँ। र आमा पनि पछि खोर्लो घुमाउँदै आउनु हुँदै थियो है। र पछाडि बाँदरहरूले पनि अलिकति ब्यागहरूतिर एट्याक गरि नै रहेको थियो। र त्यसपछि आमाले घन्टी टङ 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 3 पल्ट बजाएर हिँड्नुभयो, अनि मैले पनि एकपल्ट टङ घन्टी बजाएर म पनि अघि बढेँ।
ल अब चाहिँ यसको सक्यो शांति शांति सम्मा शांति समय चित्तोनाभ्यम गुरु प्रसन्न भव मंगलम भगवान विष्णु मंगलम पुंडरीकाक्ष मंगलायतन हरितजलम देवताराबलम चंद्रबलम विद्याबलम दीर्घम लाभ तेषाम। र त्यसपछि भोक लागिरहेको थियो। भोक लागेको बेलामा दुईवटा चिया दुईवटा आलु भुजिया मगाएर मजाले खायो। र अब चाहिँ दर्शन गरिसकेर हल्का काजा भुजा खाएर निस्किसकेको छौँ। र अहिले भने चाहिँ बजारमा चाहिँ डरलाग्दो र्याली हुँदैछ। कुन चाहिँ पार्टीको र्याली भएको यो? टर्च लाइटको है, टर्च लाइटको र्याली हुँदैछ। दिन चाहिँ घाम पनि लगाइरहेको छ, धुस्सो पनि भइरहेको छ। अहिले भने चाहिँ मजाको भिड पनि भइरहेको छ अघिको हेरी। यो चाहिँ दार्जिलिङको भिड। अहिले भने चाहिँ जुत्ता सुत्ता ज्याकेट स्याकेट किने भयो। बित्थामा लुगा दोकान पसेको कति उडाइ पठायो हो। यहाँ छ भिड चाहिँ यस्तो छ, खतरा भिड चाहिँ। Kalian guna mak, kili-kili politik cale rogi, sekne mak kam galiyo.